heading to Albany. कहिले गरे बे हेलो कहाँ जाँदैछौँ हामी हामी आइसक्यौँ अल्बनी अब हामी जाँदैछौँ सफरको लागि ग्रोसरिजको लागि म त खाएर मैले त जान्छु आफूले सुनाएको छु हेलो हेलो व्हाट्सअप हेलो दाइ चिया खानु हुँदैछ कि सिया खानु हुँदैछ बिहान बिहान सिया यो यो भाइ कहाँ छ ऊ पर भाइ हात उठाऊ है देखेन भने पुरा त्यो बोइल अन्डाको भित्र चाहिँ बाहिर त हैन बोइल होइन भित्र कालो अनि बाहिर चाहिँ अन्डाको बोइल अन्डा सेतो अनि भित्र यहाँ चाहिँ धेरै धेरै रोस्ट बनाउनु चाहिँ क्या दाइ सही रोले कि रोले नलाउने कुरा गर्नु नआउनु परेन छोरा मान्छेलाई के चाहियो केही नै चाहिँदैन स्वाट लानु फाटा लाउने लगाइहाल्ने अनि चट्टी उल्टो बनाउनु लाउनु दाइ उल्टोतिर भन्नु लाएर किन लाउनु पर्यो त खोलेर भयो खोलेर नआउनु दाइ पनि नआउने है फाइनल्ली अनि फ्रेस हुन्छ दाइ नआउनु पर्छ यो चाहिँ हाम्रो नुहाउने ठाउँ हो बाथरुम कम घर जस्तो ज्यादा देखिया छ बाथरुम चाहिँ गर्दा छ यही भित्र छ त्यहाँबाट कतिटा छ होला के दुईटा छ नुहाउने ठाउँ ल हामी कहाँ आइडिया अरे अब नुहाउन जाउँ एकचोटि यस्तो फ्रेस भएर नुहाउन होइन कहाँ आएको घुम्न आएको मान्छे नुहाउन घुम्ने त बाहना हो अल्बेनी आएर नुहाउने हाम्रो साना हो यो चाहिँ अल्बेनी हो अल्बेनी रेस्ट सेन्टर टक्क यहाँबाट भित्र छिर्ने सिधा अब यहाँभित्र चाहिँ फोटो खिच्न मिल्दैन अब नुहाइसकेपछि निद्रामा पसिना निस्क्यो मैले त सुत्ने बित्तिकै टाउकोबाट पसिना आउनु थालिहाल्छ यस्तो भयो ज्यान लाग्दैन सिनेमेटिक सर्टहरू दामी दामी लिँदैछ है मैले अनि यस्तो झन् फेरि घुमाएर अनि यता उतै सकिँदा त्यही बाटो खोलेर त अलिक सजिलो भयो त अनलाइन नत्र त कत्रो 1.5 घन्टा लाग्छ त अहिले यो बाटो नयाँ खोलेको हो क्या बाटो नभए 1.5 घन्टा लाग्थ्यो यहाँदेखि एल्बिनी घुम्ने पहिला चाहिँ किन यो पुरै घुमेर जानु पर्थ्यो क्या किन पहिला 6 घन्टा लाग्थ्यो नि याद छ तँलाई पहिला 6 घन्टा लाग्थ्यो क्या किनभने तेरो यो बाटो खोलाएको छ क्या एउटा यो बाटो खोल्ने बित्तिकै तेरो सबै बाटो नै एकैचोटिमा क्या छिटो भइरहेको 1.5 घन्टै बज्थ्यो यहाँ हो 1.5 घन्टा अलिक भित्र होला होइन पहिलाको बाटो होला आउनु यस्तो दामी ठाउँ छ यस्तोमा बसेर त मोज हुन्छ दाइ पनि आएर काम खोज्नु काम त भेट्छ होइन बाटो चाहिँ दामी छ अब हामी चाहिँ स्काई वक जाँदैछौँ म चाहिँ हिँड्दै हिँड्दै आउँदैछु त्यहाँ छ यो गाडी पनि आइपुग्यो धेरै टाढा होइन क्या लजुम
हामी चाहिँ यहाँ जाँदैछौँ कासल रक वाक ट्रायल एन्ड ग्रेनाइट स्काई वाक। हामी कहाँ जाँदैछौँ अरे? स्काई वाक यसमा हेर्नु जान लाग्छ कस्तो है यस्तो छ बाटो नि पाथी भएर चढे जस्तै फिल हुन्छ हेर साथीहरू जम्मा 670 मिटर मात्र हो त्यति त रहेछ माथि भएर कति माथि त्यो त हिँड्न नसक्नेहरूको बिजोक 20 मिटर पनि उकालो हिँडेको छैनन् लौरो चाहिसक्यो सबैजनाको सातो गइसक्यो आज सरप्राइज हाइकिङ हो कस्तो हुँदैछ हाइकिङ म त कहाँ न घुम्न दाइ कस्तो हुँदैछ थाक्यो अनि 20 मिटर पनि उकालो चढ्या छैन 980 बाँकी हो 980 1980 बाँकी छ दाइ ओहो 1980 हामी चाहिँ अब हिँड्दैछौँ बुढी उता हेर त के छ यहाँ ए भाउजू के भयो अरे हो सही हो हाइकिङ चाहिँ हिँड्नुपर्छ अरू केही नहिँडे पनि कस्तो हुँदैछ मजा आउँदैछ बोकेट लानुपर्छ स्थितिमा नहो स्थितिमा छैन आम सो फकिङ टायर्ड ल ठिक छ ल कस्तो रहेछ दाइ घुमाइ थाकी मात्र रहेछौ कस्तो छ हिँडाइ गाह्रो भर्खर बेचमै हो क्या दाइ कति मिनटहरू अब कति मिनट भर्खर 5 मिनट नि हिँडेको छैन हो 50 मिनट 5 मिनट हिँडेको छैन भनेको 50 मिनट हिँड्नु लाग्छ एउटा दामी आइडिया दिन्छु कि यस्तो गर्ने होइन उकालो हिँड्दाखेरि घाँटी बिजाउने हिँड्ने नउभिने यति बरु यतिको हिँड्नु नउभिनु धेरै रेस्ट नलिनु होइन तपाईँ स्पिड बढाउनुहुन्छ एकैछिन गल्नुहुन्छ अनि उभिनु भने खुट्टा गल्छ सक्यो बिस्तारै हिँड्ने एउटै पेसमा कमिलाक तालमा हिँड्ने लगभग 300 मिटर जति यात्रा उकालो चढिरहेको छौँ सबैजना अगाडि गइसक्यो म र मेरो किनकि ऊ हिँड्न सकिरहेको छैन यो हेर्न सक्नुहुन्छ रमाइलो छ लौरो बोकेर कुदिरहेछ हिँडिरहेछ हेलो मेरो बुढी के छ हिँड हिँड ल पानी खाने ल हिँड ल ड्रोनसँग उहाँले किस गर्न खोज्नु हुँदैछ ड्रोनको र उहाँको फाइट पर्ला जस्तो अलि धेरै नजिक भएको छ हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ अब हामी त्यहाँ जान्छौँ यो गुफाबाट छिरेर फलेसीको गुफा जस्तो टक्क यो गुफाबाट चढ्ने अब नेपालमा भएको भए चाहिँ यो शिवलिङ्ग हुन्थ्यो अब अस्ट्रेलियामा भएर चाहिँ यसको नाम स्काई ग्रेनाइट भयो डिफ्रेन्ट बिट्विन द कन्ट्रिज हैन यहाँ जान्छौँ हामी अब सुरुमा हामी स्काई वाक जान्छौँ त्यस पछाडि हामी यहाँ चढ्छौँ किनकि मान्छेहरू थुप्रो भयो यहाँ चढ्ने केटाकेटीहरूदेखि लिएर बट यस नाइस यहाँको
जाँदैछौँ हामी स्काई वाकमा। ल हिँड मेरो बुढी। सबजना ड्रोनको फुटेजको लागि प्रतीक्षामा। दामी भ्यू देखिरहेछ। फोटोग्राफी हो यहाँ, फोटोग्राफी सेसन जारी। बिस्तारै बिस्तारै कुइनको घाउमा लाग्यो, घाउमा चाहिँ लागेको। कस्तो भयो आजको टुर? दामी दामी दामी। अघिको भिडियो र अहिलेको भिडियो कम्पेयर गर न अब। अघि होइन अहिलेको भिडियो कम्पेयर गर्दाखेरि त होइन, अघि त यस्तो क्या। अहिले त्यहाँ पुगेर आइसकेपछि एकदम होइन रमाइलो हुन्छ। दामी नानी भइहाल्छ भने ऊ आइ पनि सक्यो।